नमस्ते सबैलाई। म वीरेन्द्र गुरुङ केआइसी पोखरामा स्टडी अब्रोड काउन्सिलरको रूपमा काम गर्दै आएको छु। इट हेज बिन लाइक अराउन्ड 15 इयर्स मैले यो इन्डस्ट्रीमा स्टडी अब्रोडको काउन्सिलर एवं लाइक करियर काउन्सिलर रूपमा काम गर्दै आएको छु। आज म विशेष गरी यो स्टुडेन्ट भिजामा संसारका विभिन्न देशमा अप्लाई गर्न लागेका विद्यार्थीहरूले दिनुपर्ने इन्टरभ्यू, जुन इन्टरभ्यू कलेज अथवा युनिभर्सिटीको एडमिसन अफिसरसँग पनि हुन सक्छ भने र अर्को खाले इन्टरभ्यू जुन भनेको भिजा अप्लाई गरिसके पछाडि भिजा अफिसरले लिन सक्ने इन्टरभ्यू माको बारेमा पनि म तपाईलाई आज केही इनडेप्थमा गएर जानकारी, टिप्स, टेक्निक्सहरू पनि दिने जमर्को गरिरहेको छु। सुरुमा हामीले के चाहिँ बुझ्नुपर्छ भन्दाखेरि भने हामीले इन्टरभ्यू जुन यो स्टडी भिजाको प्लानिङ गर्दै गर्दाखेरि यो इन्टरभ्यू हामीले अरू जस्तै लाइक जबमा गर्ने इन्टरभ्यू अथवा अरू कुनै खालको इन्टरभ्यू भन्दा बिल्कुलै फरक हुन्छ। बिकज हामीले स्टुडेन्ट भिजामा अप्लाई गर्दै गर्दाखेरिको हाम्रो प्रपोज र अरू इन्टरभ्यूको प्रपोज बिल्कुल दे हेभ ह्युज डिफरेन्स। त्यही भएर एउटा इन्टरभ्यू र अर्को इन्टरभ्यूलाई हामीले कतिपय कुरामा जोडेर हिँड्नु मिल्दैन, बिकज दे हेभ तात्विक फरक हुन्छ, दे हेभ लाइक मासिक डिफरेन्स पनि हुन्छ। सो स्टुडेन्ट भिजामा अप्लाई गर्दै गर्दाखेरि हामीले नर्मली नेपालबाट अप्लाई गर्न लागि स्टुडेन्टले प्रिफर गर्ने डेस्टिनेसनहरू जस्तै उदाहरणको लागि युएसए भयो, त्यसै गरी क्यानाडा भयो, त्यसै गरी अस्ट्रेलिया, न्युजिल्यान्ड, लाइक युके भयो, त्यसै गरी भनौँ अब हामीले आयरल्यान्ड भए, त्यसै गरी अझै अरू कन्ट्रीहरू पनि छन् जहाँ नेपाली विद्यार्थीहरूले फर्दर स्टडीको लागि पढ्नको लागि आफ्नो डेस्टिनेसन बनाउँदै आउनु भएको छ। ओके, सो जो विद्यार्थीहरू इन्टरभ्यू पनि पास गर्न सफल हुनुभएको छ, जो विद्यार्थीले सबै आफ्नो रिक्वायरमेन्टहरू मिट गरेर भिजा लागेर उता गइसक्नु भएको छ, ती विद्यार्थीहरूलाई टार्गेट गरेर मैले यो भिडियो बनाएको होइन। मेनली मैले भिडियो ती विद्यार्थीलाई बनाइरहेको छु जुन विद्यार्थीहरूले अब सुनर लेटर इन्टरभ्यू फेस गर्दै हुनुहुन्छ, त्यसै गरी इन्टरभ्यू फेस गर्दै गर्दाखेरिको बिटर एक्सपिरियन्स अथवा इन्टरभ्यू पास नभएका विद्यार्थीहरूलाई लक्षित गरी मैले भिडियो बनाएको हुँ। एकदमै महत्त्वपूर्ण के छ भन्दाखेरि भने हामीले इन्टरभ्यू फेस गर्दै गर्दाखेरि इट इज भेरी इम्पोर्टेन्ट वी हेभ टु बी कन्फिडेन्ट। हामी एकदम कन्फिडेन्ट हुन जरुरी छ र त्यो कन्फिडेन्स तब आउँछ जब हामी के गर्छौँ भन्दाखेरि भने हामीले गर्न खोजेको प्रपोज, हामीले गरेको प्लानिङमा हामी स्पष्ट हुन्छौँ। उदाहरणको लागि कोही कतै गएको छ विदेश, त्यही भएर म पनि विदेश जाने हो, विदेश गएपछि राम्रो हुन्छ भन्ने आशा बोकेर मात्रै हामीले स्टुडेन्ट भिजाको इन्टरभ्यू पास गर्न सकिँदैन। स्टुडेन्ट भिजाको लागि स्टुडेन्ट भिजाको इन्टरभ्यू राम्रो गर्नको लागि, उत्कृष्ट गर्नको लागि एकदमै महत्त्वपूर्ण हुन्छ हामीले हाम्रो प्रपोजमा हामी कति क्लियर छौँ। प्रपोज मेन्ली भनेको तपाईँले पढ्न खोज्नुभएको कोर्सले डिसाइड गरिरहेको हुन्छ। तपाईँले सबैभन्दा महत्त्वपूर्ण के हुन आउँछ भन्दाखेरि भने हामीले कुनै एउटा कोर्स पढ्ने प्लानिङ गरेका छौँ भने त्यो कोर्स नेपालमै पढाइ हुन्छ कि हुँदैन। र नेपालमै पढाइ हुन्छ भने नेपालको साटो तपाईँले बाहिर पढ्ने योजना किन बनाउनु भयो? बाहिर पढ्न जाँदै गर्दाखेरि संसारमा विभिन्न देशहरू छन्, फेरि त्यही पर्टिकुलर देशमा नै पढ्ने योजना किन बनाउनु भयो? द्याट इज भेरी सिग्निफिकेन्ट। हामीले जुन देशमा पढ्ने योजना बनाएका छौँ त्यो देशमा पढ्दै गर्दाको प्रोज कन्स हामीलाई क्लियरली थाहा हुनुपर्छ। ओके, म फेरि विषयमा गएँ, कोर्स। सो कोर्सको बारेमा हामीलाई बढीभन्दा बढी जान्नको लागि एकदमै जरुरी छ हामीले हाम्रो डेस्टिनेसन के हो, हाम्रो गोल के हो, हामीलाई कुन कोर्स पढ्ने भन्ने कुरा हाम्रो काउन्सिलरले सजेस्ट गर्ने भन्दा पनि हाम्रो अभिभावकहरू जसले हामीलाई फाइनेन्स गर्नुहुन्छ पढाइको लागि उहाँले चाहिँ सजेस्ट गर्ने भन्दा पनि हामी आफैले लजिकल भएर कोर्स सोध्दै गर्दाखेरि हामीले त्यो कोर्सको बारेमा बढीभन्दा बढी फर्मली अथवा इन्फर्मली इन्फर्मेसन गेन पनि गरिरहेको हुन्छौँ, जसले हामीलाई छुट्टै एउटा कन्फिडेन्स पनि दिन्छ इन्टरभ्यू फेस गर्नको लागि। एउटा कुरा तपाईँलाई अलर्ट गर्न चाहन्छु, हामी सबै एकाडेमिक पाटोबाट, त्यसै गरी इङ्ग्लिस ल्याङ्ग्वेज प्रोफेसनको पाटोबाट, त्यसै गरी हाम्रो इन्कम जुन स्पोन्सरको हुनुपर्छ त्यो पाटो सबै कुराबाट हामी चाहिँ लाइक लेट अस से वी आर एलिजिबल अथवा हामीले सबै कुराबाट सक्षम छौँ। तर यही इन्टरभ्यू फेस गर्दै गर्दा इन्टरभ्यूमा सोचे जस्तो परिणाम नआउँदै गर्दाखेरि हाम्रो सपना नै लेट अस से सपना नै टुक्रिएर जान्छ अथवा सपना पुरा नभइरहेको कतिपय इक्जाम्पलहरू हामीले नेपालमा छ्यापछाउती पाउँछौँ। त्यसैले यो समस्याको समाधान गर्ने हेतुसहित मैले यो भिडियो बनाएको। अब कुरा आउँछ तपाईँले इन्टरभ्यू दिँदै गर्दाखेरि कोर्सको कुरा।
कोर्समा तपाईँले सजेसन लिन सक्नुहुन्छ, प्यारेन्ट्ससँग लिन सक्नुहुन्छ। त्यसै गरी तपाईँले काउन्सिलर जसमा तपाईँले जसको सल्लाह तपाईँले खानुहुन्छ, जसले तपाईँलाई उचित अथवा उत्तम सल्लाह दिन्छ, काउन्सिलरसँग तपाईँले भलाकुसारी अथवा छलफल अथवा घनीभूत छलफल तपाईँले गर्न सक्नुहुन्छ। र त्यसै गरी तपाईँले आफूले जो पनि अलिकति त्यो विषयमा विज्ञता राख्नुहुन्छ त्यो मान्छेहरूसँग पनि भेटेर तपाईँले पढ्ने कि नपढ्ने भनेर निदो अथवा छिनफाना गर्न सक्नुहुन्छ। सो त्यो कोर्सको भोलिको दिनमा कति डिमान्ड हुनेवाला छ, त्यो कोर्सको तपाईँको देशमा अथवा अरू नै देशहरूमा त्यो कोर्सले अपर्च्युनिटी ग्राब गर्न तपाईँलाई सहयोग गर्छ कि गर्दैन, अथवा त्यो कोर्स पढिसकेपछि भोलिको दिनमा च्यालेन्जिङ हुने हो कि जबहरू पाउनको लागि यद्यपि तपाईँ सक्षम हुँदाहुँदै पनि अपर्च्युनिटीबाट विमुख नपर्ने हो कि, यी सबै कुराको तपाईँले निर्खोल अध्ययन अनुसन्धान छलफल भलाकुसारी गरेर प्रष्ट हुन जरुरी छ। सबै कुरा गरिसके पछाडि तपाईँलाई त्यो कोर्स पढ्दै गर्दाखेरि भोलिको दिनमा तपाईँलाई जीवनमा अगाडि बढ्न लागि सहयोग गर्छ भन्ने भान भयो भने तपाईँले निर्धक्क भएर त्यो कोर्स चाहिँ रोजेर पढ्न सक्नुहुन्छ। अब कुरा आउँछ त्यो कोर्समा पढ्दै गर्दा लर्निङ आउटकमहरू के हुन्छन्। त्यस पछाडि त्यो कोर्स पढ्दै गर्दाखेरि तपाईँले स्किलहरू के डेभलप गर्नुहुन्छ, नलेजमा तपाईँलाई कति फरक ल्याउँछ, तपाईँको कन्फिडेन्समा कति फरक ल्याउँछ। त्यसै गरी त्यो कोर्सले गर्न मिल्ने प्रोफेसनमा तपाईँ काम गर्नको लागि तपाईँलाई कन्फिडेन्स बनाउँछ कि बनाउँदैन, बनाउँछ भने कसरी बनाउँछ, यो कुरामा तपाईँ स्पष्ट अथवा छर्लङ्गै हुन जरुरी छ। र यो भइसके पछाडि मलाई लाग्छ इन्टरभ्यूले सोध्ने थुप्रै प्रश्नको उत्तरहरू तपाईँले चित्तबुद्ध हिसाबले दिन सक्नुहुन्छ। बिकज तपाईँलाई त्यो कोर्सको अन्तरै थाहा हुन्छ, त्यो कोर्सको गहिराइ थाहा हुन्छ, त्यो कोर्सको सम्भावना थाहा हुन्छ। त्यो कोर्स पढिसके पछाडि त्यसले जीवनमा ल्याउन सक्ने करियरमा फरक, त्यो सबै कुरामा तपाईँ स्पष्ट भएको हुनुहुन्छ। तपाईँ क्लियर भएर अगाडि बढिरहेको हुनाले गर्दाखेरि म्याक्सिमम् क्वेसन जुन कोर्सको लागि लिएर सोधिया हुन्छ त्यो कोर्समा तपाईँले घोकेर एन्सर दिनु पर्दैन। तपाईँले कुनै क्वेसनको एन्सरहरू तपाईँले स्मरण गरिदिनु पर्दैन। तपाईँले स्वतस्फूर्त आफ्नो बुझाइको आधारमा, आफ्नो ज्ञानको आधारमा तपाईँले इन्टरभ्यूलाई कन्भिन्सिङ गरेर तपाईँले एन्सर दिन सक्ने कन्डिसनमा जान सक्नुहुन्छ। र सबैभन्दा बिग बेनिफिट भनेको तपाईँले हरेक क्वेसनको एन्सर युनिक वेमा, नट इन अ भेरी कमन वे, नट इन अ जनरल वे, तपाईँले भेरी युनिक एन्ड कन्भिन्सिङ वेमा एभ्री क्वेसनको एन्सरलाई ह्यान्डल गर्न सक्नुहुन्छ। द्याट्स द बेनिफिट यु आर गोइङ टु ह्याभ इफ यु ह्याभ लाइक इन डेप्थ इन्फर्मेसन अबाउट द कोर्स। र अर्को नेक्स्ट भनेको तपाईँले त्यो कोर्स नेपालमै पढ्न सक्नुहुन्थ्यो अथवा नेपालभन्दा लाइक अरू देशमा पढ्न खोज्नु भएको छ भने अरू देशमा पनि त्यो पर्टिकुलर कन्ट्रीमा नभएर अर्को देशमा पनि त्यो कोर्स पढाउन सक्थ्यो। तर त्यो कोर्स नै त्यो कन्ट्रीमा किन रोज्नु भयो, त्यसको लागि तपाईँले कन्ट्रीभन्दा पहिला अगाडि आउँछ कुनै जुन युनिभर्सिटी तपाईँले पढ्नको लागि प्लान गर्नुभएको छ त्यो युनिभर्सिटीमा तपाईँले जुन लाइक भनेको किन रोज्नु भयो, त्यो रोज्दै गर्दाखेरि रोज्ने आधारहरू के हुन् त होइन। त्यसको लागि तपाईँले त्यो कोर्सको ग्लोबल रिकग्निसन हेर्न सक्नुहुन्छ, त्यो युनिभर्सिटीले गरेको अचिभमेन्ट तपाईँले हेर्न सक्नुहुन्छ, त्यो युनिभर्सिटीले गरेको जुन एउटा रिसर्चमा गरेको कन्ट्रिब्युसन हेर्न सक्नुहुन्छ, त्यो युनिभर्सिटीले कम्युनिटीमा पारेको फरक हेर्न सक्नुहुन्छ, त्यो युनिभर्सिटीका अलमनाहरूले पाएका सक्सेसहरूलाई हेर्न सक्नुहुन्छ। त्यसै गरी त्यो युनिभर्सिटीले फोकस गरेका लाइक इन्टर्नसिप होला, अथवा त्यसै गरी तपाईँको त्यो युनिभर्सिटीले फोकस गरेको लाइक प्र्याक्टिकल एजुकेसन होला अथवा होलिस्टिक टिचिङ अप्रोच होला, यी सबै कुराहरू तपाईँले एकदमै एक केलाएर हेर्न सक्नुहुन्छ। त्यो हेर्दै गर्दाखेरि तपाईँले होम कन्ट्रीभन्दा त्यो देशको त्यो पर्टिकुलर कन्ट्री जुन तपाईँले पर्टिकुलर युनिभर्सिटी जुन तपाईँले रोज्नु भएको छ वाइ द्याट इज द बेस्ट अप्सन, तपाईँले त्यो कुरा चित्त बुझाउने हिसाबले भिसा अफिसरलाई भन्न सक्नुहुन्छ। र त्यसै गरी अन्य अरू युनिभर्सिटी त्यही कन्ट्रीको पनि अन्य अरू युनिभर्सिटी पनि को साटोमा त्यो युनिभर्सिटी किन रोज्नु भन्ने गर्दाखेरि तपाईँले हेर्न सक्ने भनेको फेसिलिटी हेर्न सक्नुहुन्छ, ट्युसन फी हेर्न सक्नुहुन्छ, त्यसै गरी त्यहाँ दिन सक्ने प्लेसमेन्ट हेर्न सक्नुहुन्छ, त्यसै गरी तपाईँलाई त्यहाँ दिने प्र्याक्टिकल एक्सपिरियन्स हुनसक्छ, त्यसै गरी स्टुडेन्ट फ्रेन्डली इन्भाइरोमेन्ट हुनसक्छ, त्यसै गरी इभन तपाईँले दिनुपर्ने ट्युसन फी हुनसक्छ अथवा तपाईँलाई दिएको स्कलरसिप हुनसक्छ। यी सबै कुराबाट कम्पेरिजन गरेर तपाईँले कसैले एउटा युनिभर्सिटी सजेस्ट गर्यो त्यसैमा तपाईँले ब्लाइन्डली त्यो युनिभर्सिटी रोज्नुभन्दा वाइ यु आर गोइङ टु सिलेक्ट द्याट पर्टिकुलर युनिभर्सिटी आउट अफ मेनी सम्भावना अथवा आउट अफ मेनी पोसिबिलिटीमा, त्यसमा तपाईँले चित्तबुद्ध हिसाबले अथवा एकदमै आफै पनि क्लियर र आफै पनि कन्भिन्सिङ या मैले रोजेको युनिभर्सिटी बेस्ट छ है, यो युनिभर्सिटी जहाँ मैले पढ्न खोजिरहेको छु त्यो युनिभर्सिटी मैले नेपालमा पढ्दै गर्दा त्योभन्दा अलिकति मच बेटर अपर्च्युनिटी पाउने सम्भावना छ है करियरको हिसाबले भन्ने कुरामा कन्भिन्स हुनुभयो भने त्यो युनिभर्सिटी रोजेर तपाईँले पढ्ने हो। र त्यसै गरी अब देशको कुरा गर्ने भने देशमा तपाईँले अब संसारमा धेरै देशहरू छन्, इभन त्यसै नेपाली विद्यार्थीको कुरा गर्ने भने पनि नेपाली विद्यार्थीहरू पनि विभिन्न देशहरूमा जान रुचाउनुहुन्छ। तपाईँले पनि लाइक भनेको अब आउट अफ मेनी कन्ट्रीमा एउटा पर्टिकुलर कन्ट्री रोज्नु भएको छ भने त्यो कन्ट्री किन रोज्नु भयो, खास त्यो कन्ट्रीमा छ के,
हैन, त्यो कन्ट्रीको लोकेसनको बारेमा, जुन स्पेसिफिक लोकेसनमा त्यो युनिभर्सिटीको क्याम्पस रहेको छ त्यो लोकेसन मन परेर हो कि, त्यसै गरी त्यहाँ तपाईँको एकदमै तपाईँले सेफ्टी इन्स्योर गर्न पाउनुहुन्छ त्यो कारणले गर्दा रोज्नु भएको हो कि, लाइकवाइज तपाईँले त्यहाँ त्यो जुन युनिभर्सिटी रोज्नु भएको छ त्यो युनिभर्सिटी फर इक्जाम्पल सामान्य लाग्छ तर त्यो युनिभर्सिटी त्यही कन्ट्रीमा परेको हुनाले गर्दाखेरि तपाईँले त्यो कन्ट्रीलाई प्लानिङ गर्नुभएको हो कि, त्यसै गरी त्यो डिग्री जुन चाहिँ देशबाट लिन खोज्दै हुनुहुन्छ त्यो देशको डिग्रीको भ्यालिडिटी अथवा लाइकवाइज त्यो डिग्रीको रेकग्निसन ग्लोबली छ कि छैन, अथवा ग्लोबली छ भने कन्भिन्स भएर लिनुभएको हो कि, त्यसै गरी पार्ट टाइम जबको अपर्च्युनिटी होला, त्यसै गरी आफूलाई ग्रोथ गर्ने सम्भावना होला, त्यसै गरी त्यहाँको लाइक लेट्स से स्टुडेन्ट फ्रेन्डली लर्निङ इन्भाइरोमेन्ट त्यो देशमा छ कि छैन, त्यसै गरी त्यहाँ रेसिजम हुन्छ कि हुँदैन, सबै कुराहरूलाई हेरेर त्यसै गरी एकदम छोड्नै नहुनेको त्यो देशको जियोग्राफी कस्तो छ, त्यो देशको वेदर अथवा क्लाइमेट कस्तो छ, लाइकवाइज त्यसै गरी त्यो देशमा टेक्नोलोजिकल त्यो देश कति एडभान्स देश हो, यी सबै कुरा, त्यसै गरी तपाईँले त्यहाँ एकदमै मल्टिकल्चरल एक्सपिरियन्स गर्न पाउनु चाहिँ पाउँदैन, त्यस्तै गरी तपाईँले इन्टरनेसनल स्टडी लर्निङ एक्सपिरियन्स हुन्छ नि, जुन तपाईँले एउटा बाहिरबाट जाँदै गर्दा एक्सपेक्ट गर्नुहुन्छ त्यो ग्रान्ड लर्निङ एम्बियन्स पाउनु चाहिँ पाउँदैन, सबै कुराहरूको एक्सपेक्टेसन मिट गर्छ भनेर नै त्यो पर्टिकुलर कन्ट्री मैले रोजेको भनेर भन्नुभयो भने आई थिङ्क कतिपय क्वेसनमा भिजा अफिसरले चित्त बुझ्द एन्सर तपाईँसँग पाइरहेको हुन्छ। ओके, सो तपाईँलाई फेरि मैले एकछिन केही अगाडि कुरा लगेँ, हामीले अप्लाई गरेका युनिभर्सिटीको मात्रै भरपुर जानकारी भएर हामीलाई हुँदैन, हामीले त्यो युनिभर्सिटी सँगसँगै अन्य अरू पनि युनिभर्सिटी त्यो देशका, त्यसै गरी अन्य अरू देशहरूको बारे पनि हामीले म्याक्सिमम इन्फर्मेसन कलेक्ट गर्न जरुरी छ, ताकि हामीले कम्पेरिजन गर्दै गर्दा वी क्यान बी स्मार्ट, वी क्यान क्रिटिकली एनालाइज र वी क्यान स्मार्टली डिसाइड जुन हामीले जुन रोजेका छौँ त्यो रोजेको कुरामा हामी बिल्कुल आफै पनि के त भन्दाखेरि भने आफै पनि कन्भिन्स हुन्छौँ, आफै पनि क्लियर हुन्छौँ, र यो कन्डिसनमा तपाईँ जानुहुन्छ भने आई डोन्ट थिङ्क इन्टरभ्यू अफ द भिजा अफिसर, इन्टरभ्यू अफ द एडमिसन अफिसर अफ द युनिभर्सिटी अफ कलेज इज गोइङ टु बी अ च्यालेन्ज अफ फर यसलाई तपाईँले सामान्य अरू कुनै एक्टिभिटी गरे चाहिँ तपाईँले कम्फोर्टेबल फिल भएर कन्फिडेन्स साथ इन्टरभ्यू फेस गर्न सक्ने कन्डिसनमा तपाईँ पुग्नुहुन्छ। सिमिलरली तपाईँले अर्को एउटा एकदमै महत्त्वपूर्ण जुन हामीले बाहिर अप्लाई गर्दै गर्दाखेरि ख्याल गर्नुपर्ने कुरा भनेको पढाइ पढिसकेपछि तपाईँ बन्ने के हो, जुन मैले अलिकति डिसेम्बर कोर्सको बारेमा कुरा गर्दा पनि जोडेको थिएँ। तपाईँले जब कुनै एउटा युनिभर्सिटी अथवा कलेजमा एउटा कोर्स पढ्ने प्लानिङ गर्नुभएको छ भने इट्स भेरी इम्पोर्टेन्ट त्यो कोर्स पढ्दै गर्दाको स्किल डेभलपमेन्ट अथवा त्यो कोर्स पढ्दै गर्दाखेरि तपाईँले त्यो देशमा नलेज अर्निङ मात्रै महत्त्वपूर्ण होइन, त्यो कोर्स बिल्कुल जोडिएको कुरा भनेको तपाईँको फ्युचरसँग हो, तपाईँको करियर गोलसँग हो, तपाईँको करियर एमसँग हो। त्यसैले हामीले एउटा कुनै कोर्स जोड्दै गर्दाखेरि त्यो कोर्ससँग हामीले आफ्नो करियर गोललाई पनि जोड्न अत्यन्तै जरुरी छ। भनौँ न लाइक उदाहरणको लागि पढ्दै जान्छ, पढेपछि समयले जे बनाउँछ त्यसरी नै त्यही बन्दै जाम्ला भन्ने हिसाबले सोच्यो भने मलाई लाग्छ हामीले जुन त्यो डिग्री एकदमै धेरै खर्च गरेर पढिरहेको हुन्छौँ त्यो डिग्रीबाट खासै बिग अपर्च्युनिटी पाउन सक्ने कन्डिसनमा हामी पुग्दैन। त्यसैले पनि मेरो आग्रह सम्पूर्ण विद्यार्थीलाई के छ भन्दाखेरि भने तपाईँले जुन कोर्स गर्नु भएको छ भने त्यो कोर्सलाई तपाईँले बेनिफिसियल मान्नु भएको छ, अहिले प्रेजेन्टलाई र फ्युचरको लागि मान्नु भएको छ भने भोलिको दिनमा त्यो कोर्सले दिन सक्ने पोसिबिलिटी, त्यो कोर्सले तपाईँको जीवनमा ल्याउन सक्ने परिवर्तन, त्यो कोर्सले तपाईँले दिन सक्ने अवसर, त्यसै गरी त्यो कोर्सबाट तपाईँले लाइक लेटर चाहिँ पाउन सक्नुहुने जब प्रोफेसन जुन हुन्छ, जुन तपाईँले एउटा करियर गोल बनाउनु भएको छ हो, त्यो करियर गोलमा तपाईँलाई कसरी त्यो कोर्सले सपोर्ट गर्छ त्यसमा तपाईँ एकदम स्पष्ट हुनु जरुरी छ। सो मेनली भनेको तपाईँले पढेको कोर्स राम्रो या नराम्रो, लाइक त्यसै जनरली भन्यो भने आफैमा त्यसैको मात्रामा हेरेर हामीले डिसाइड गर्न गाह्रो हुन्छ, बिकज कुनै पनि कोर्सको लेटरसे उपयोगिता छैन, उपध्यायता छैन, त्यो कोर्सको अर्थ छैन, त्यो कोर्सको महत्त्व छैन भने सम्भवतः संसारको कुनै पनि युनिभर्सिटी कलेजले त्यो कोर्स पढाउँदैनन्। त्यसैले सबैभन्दा महत्त्वपूर्ण लर्नरमा डिपेन्ड गर्छ, स्टुडेन्टमा डिपेन्ड गर्छ, उसले त्यो कोर्स पढिसकेपछि त्यो कोर्सलाई कति क्यापिटलाइज गर्न सक्छ भविष्यमा अगाडि बढ्नको लागि। त्यही भएर हामीले त्यो कोर्सले के अवसर दिन्छन्, हामीले पढाइसकेपछि के च्यालेन्जहरू आउन सक्छन्, त्यसै गरी त्यो कोर्स पढिसकेपछि हाम्रो होम कन्ट्रीमा हामीले कति के कस्तो अपर्च्युनिटी पाउन सक्छौँ। यदि हाम्रो होम कन्ट्रीको ठाउँमा हामीले संसारको अन्य देशहरू हामीले खालि मात्र त्यो देशमा गएपछि पिआर मात्रै पाउँछु भनेर सोच्यौँ भने मलाई थाहा छ इन्टरभ्यू हाम्रो एकदमै पोर हुन्छ। हामीले त्यो हिसाबले त्यो न्यारो अथवा त्यो गेटो मेन्टालिटीबाट हामीले स्टडी अब्रोड प्लानिङ गर्ने नै होइन। हामीले के चाहिँ कन्फिडेन्ट फिलअप गर्नुपर्छ भन्दाखेरि भने बाहिर पढिसके पछाडि मैले संसारको कुनै पनि कुनारमा अवसर पाउनको लागि आई विल बी क्वालिफाइड, आई विल बी एलिजिबल भनेर सोच्न सक्नुपर्छ। उदाहरणको लागि लेट अस से मैले युके गएर पढेँ, युके गएर पढिसके पछाडि मैले डिग्री अर्न गरेँ, युकेमा मलाई लेट अस से मेरो त्यहीँ लङ टर्म प्लानिङ पढ्छु बस्छु भन्दै गर्दाखेरि अब च्यालेन्जहरू आयो भने मैले त्योभन्दा त्यहाँभन्दा पाइरहेको अपर्च्युनिटीभन्दा अर्को बेटर अपर्च्युनिटी, उदाहरणको लागि दुबईमा लेट अस से मैले दुबईमा एउटा एकदमै लाइक लेट अस से 5 स्टार होटलमा अब म
मैले एउटा म्यानेजरको जिम्मेवारी पाएँ भने मेरो त्यहाँ मैले पाउन सक्ने अवसर, मेरो हुन सक्ने ग्रोथ, मैले पाउन सक्ने जबको स्यालेरी सबै कुरामा बेटर हुन सक्छ। त्यही भएर संसारलाई हामीले अब मात्र हामी पढ्न गर्न खोजेको देश र हाम्रो जन्मे घुरेको देश मात्रै भनेर बुझ्नु भएन। इट्स अ ग्लोबल भिलेज। अहिले क्षमता भएका लाइक योग्यता पुगेका मान्छेहरू संसारको एक कुनाबाट अर्को कुनामा जान सफल भइसकेका छन्, रिगार्डलेस अफ देयर नेसनालिटी, रिगार्डलेस अफ देयर कल्चर, रिगार्डलेस अफ देयर रिलिजन। सो इट हेज बिन सो मेनी इयर्स। यो प्र्याक्टिस संसारमा हामीले हरेक वर्ष बढिरहेको पाउँछौँ। हामी आफैले पनि त्यही भएर लाइक करियर गोललाई हामीले जोड्दै गर्दाखेरि खालि केवल कृपया त्यो जुन कन्ट्रीमा जानुहुन्छ त्यहीँ गएर काम गर्छु नत्र बर्बाद हुन्छ नत्र समस्या हुन्छ भनेर बुझ्न चाहिँ भएन। सो यही कुराहरूलाई हो म तपाईँलाई जोड्न खोजेको। सो सबै कुराहरूको बारेमा तपाईँलाई गहिराइमा हेक्का छ, त्यही तपाईँले एकदमै एभिडेन्स अफ रिसर्च गर्नुभएको छ। एभिडेन्स अफ रिसर्च मात्रै नभएर तपाईँले मजाले सबै कुरा चाहिँ अन्तरमा बुझ्नु भएको छ। इन्टरभ्यू के को लागि दिनु खोज्नु भएको छ, इन्टरभ्यू के को लागि हो भन्ने कुरामा हामीले के बुझ्नु पऱ्यो भन्दाखेरि नै चाहे युनिभर्सिटीको अफिसर होस् अथवा भिजा अफिसर होस्, उनीहरूले तपाईँले अप्लाई स्टुडेन्ट भिजामा गर्दै हुनुहुन्छ भने तपाईँ जेन्युन हो कि होइन होइन। इभन लेटस से तपाईँले भिजामा अप्लाई गर्दै हुनुहुन्छ र अर्को स्टुडेन्ट भिजामा अप्लाई गर्दै हुन्छ भने तपाईँको पर्पज फरक छ नि त। पर्पज फरक भए पछाडि तपाईँले के ख्याल गर्नु पऱ्यो भने स्टुडेन्ट भिजामा अप्लाई गर्दाखेरि दे वान्ट टु बी 100% स्योर तपाईँको भिजा है, तपाईँको भिजा तपाईँलाई दिने कि नदिने भन्ने कुरा डिसाइड हुने चाहिँ तपाईँ कति जेन्युन स्टुडेन्ट हो त, तपाईँ एकदम जेन्युन मोटिभले तपाईँको उसको देशमा पढ्नलाई तपाईँ आउनु खोज्नु भएको हो कि होइन भन्ने कुरामा दे वान्ट टु बी 100% स्योर। र हामीले दिएको प्रश्नका उत्तर अनुसार उनीहरूले डिसाइड गर्छ कि वेदर यु आर अ जेन्युन स्टुडेन्ट अर नट होइन। ओके, सो यो के को कुरा गर्ने भने म्याक्सिमम् युनिभर्सिटीहरूले तपाईँको इन्टरभ्यू लिइरहेको हुन्छ, इदर तपाईँको प्री अफर लेटर अथवा कास होइन जुन भिजा अप्लाईको लागि अनिवार्य छ त्यो कासभन्दा अगाडि लिइरहेको हुन्छ। त्यसै गरी युकेको भिजा अफिसरले तपाईँलाई इन्टरभ्यू लिने सम्भावना भनेको इट माइट बी लेट अस से, बट हामी एकदमै एलिजिबल भएर एकदमै लाइक हुन्छ नि कम्फर्टेबल फिल गरिसक्नुपर्छ ताकि हाम्रो इन्टरभ्यू लिइहाल्यो भने हामीले कन्फिडेन्टली हरेक प्रश्नको एन्सर सबैभन्दा सही दिएर भिजाको डिसिसन चाहिँ आफ्नै फेभरमा ल्याउन सकियोस्। त्यसै गरी युएसएको कुरा गर्नुहुन्छ भने युनिभर्सिटीहरूको कलेजहरूको इन्टरभ्यू हुन पनि सक्छ नहुन सक्छ, त्यो आफ्नै कलेजहरूले आफ्नै उनीहरूले गाइडलाइनहरू अथवा उनीहरूले आफ्नो आफ्नै त्यो मेकानिजम